भोट दिएको थिएँ होइन। त्यही भएर यो मन्त्रीहरूमा नि हामीले नै छानेर तपाईँ हामी जेनजीले मात्र होइन, अब यो नेपालीको आन्दोलन हो है, बुझ्नु है, यो जेनजीको मात्र आन्दोलन होइन, यो नेपाली हरेक नेपालीको आन्दोलन हो। त्यही भएर उहाँ जहाँ जहाँ जुन जुन पोस्टमा जान्छ नि होइन, त्यो पोस्टहरूमा चाहिँ हामीले राम्रो राम्रो मान्छे पठाउने जो एकदम काम गर्न सक्छ, जो निस्वार्थ छ र देशको लागि मात्र, देशको हितको लागि मात्र सोच्छ, उनीहरूलाई मात्र पठाउने हामीले। त्यो तपाईँ हामी मिलेर दुईवटा कोठामा बसेर हो यसलाई मन्त्री बताइदिउँ न 15 करोड पाउँछ, हुँदैन त्यो, सिद्धियो त्यो, सिद्धियो। ताली बजाउनु सबैजना, ताली बजाउनु, खै ताली बजा, यस्तै हो, सिद्धियो त, ढुक्क हुन्न तपाईँहरू सिद्धियो भनेर है। यो भयो ए, म त मागमा थिएँ है, भावना अनुसारको अन्तिम अन्तरिम सरकार बन्यो। सो हामीले चाहिँ हाम्रो नेपाली जनताको भावना अनुसारमा, जेनजीको भावना अनुसारमा सरकार जान्छ त्यहाँ है, हामीले चुज गरेर जान्छ है। अनि हाम्रो यो संविधान चाहिँ तपाईँको यो पुरा तपाईँको के हो, यो संविधान तपाईँको पुरै त्याग गर्ने भनेको होइन है, यो है संविधान हामीलाई चाहिँदो रहेछ, हामीले बुझ्यौँ हजुर, खारेज नगर्ने है, यसलाई खारेज नगर्ने, टेक्निकल कुरा बुझ्नु पर्यो नि त। हामी जेनजी भने अहिलेको पुस्ताको जेनजी हो नि त, त्यो भेगमा आएर संविधान नै पुरा चाहिँदैन भनेर हुँदैन रहेछ क्या। तपाईँ कति कानुनहरू हुँदो रहेछ क्या त्यसभित्र क्या, त्यसले गर्दा नेसनल सेक्युरिटीको रिस्कहरू हुँदो रहेछ, कति कुराहरू हुँदो रहेछ क्या। अनि त्यो कुराहरूबाट हामी अब त्यो खारेज गऱ्यो भने त फेरि अरूहरूले आएर हस्तक्षेप गर्ने, नरहे नेपाल, नरहे नेपाली, नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो नेपाली हामी रहुला कहाँ, नेपालै नरहे भन्छ नि, हो त्यही नै हो। हाम्रो नेपाल चाहिँ रहनुपर्छ, हामी नेपालीहरू हुनुको लागि है। त्यो चाहिँ त्यसलाई चाहिँ संशोधन गर्नुपर्छ। त्यसमा कति तपाईँहरूले दुःख पाउनु भएको छैन हो कि होइन, तपाईँहरू सबैजना दुःख पाउनु भएको छ नि त होइन। मुद्दाहरू तपाईँको हेर्नु 20 वर्ष 30 वर्ष लाग्छ होइन। न्यायपालिका त्यस्तो भ्रष्ट छ होइन, नेपाल प्रहरी सबै तपाईँले लात्ताले हान्छ यसरी गरेर होइन। कतिजना प्रहरी राम्रो हुनुहुन्छ हेर्नुहोस् है, हामीसँग डिजास्टरमा खट्नु भएको छ, राम्रो हुनुहुन्छ उहाँहरू, तर लात्ताले हान्दै ओ ट्यापे ओ यो होइन। हरेक नेपालीलाई रेस्पेक्ट गर्नुपर्छ। अब हरेक कर्मचारीले, हरेक कर्मचारी, नेपालको कर्मचारी हाम्रो सिभिल सर्भेन्ट भन्ने सिभिल सर्भेन्ट जस्तै बिहेभ गर्नुपर्छ, बुझ्नुभयो। तपाईँलाई रेस्पेक्ट गर्नुपर्छ, तपाईँले तिरेको ट्याक्सले भएको कुरा हो यो। त्यही भएर उनीहरूले सलाम ठोक्नुपर्छ तपाईँहरूलाई, हरेक नेपाललाई हो। स्वतन्त्र काम गर्न दिने हो, टेन्सन किन लिनुहुन्छ होइन, टेन्सन किन लिनु भएको छ, सबै स्वतन्त्र हो त अहिले हामी होइन हो, यो सबै गर्ने है। अनि अब यो मन्त्री परिषद त गठन भयो अरे, फेरि यिनीहरूले बिगारिदियो भने के गर्ने राइट होइन। हुनसक्छ किन पावरमा गएपछि मान्छे त फेरि दिमाग के हो कि सर्किँदो रहेछ नि त फेरि। एकछिन पक्नु न होइन, दिमाग त सर्किँदो रहेछ, म त पावरफुल म त राजा जस्तो हुँदो रहेछ यिनीहरूलाई होइन। त्यही भएर यसको लागि वाच डग चाहिन्छ होइन, कमिटी चाहिन्छ। त्यो जेनजिजहरूको नै कमिटी हुन्छ, हामी युवाको पुस्ताकै कमिटी हुन्छ होइन। इनकेस हाम्रो प्रधानमन्त्री राम्रो छैन उहाँ तुरुन्तै राजीनामा दिन्छ, उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ। कुनै मन्त्रीले राम्रो छैन तुरुन्तै राजीनामा दिन्छ होइन। हरेक नेपाली दुःख, एउटा बुढो बाजे भए पनि हेर्नु त्यो के अरे, मैले एउटा हेरेको त्यो के अरे त्यो के पत्र भन्छ त्यसलाई, हाम्रो राष्ट्रिय परिचय हो, बुढा बाजे स्ट्रेचरमा ल्याइरहेछ क्या, कति गाह्रो क्या भन्नु न। यिनीहरू हामीलाई अन्त्य गर्नुपर्छ कि पर्दैन, त्यही भएर तिनीहरूमा सबैमा हिट गर्ने है, हामी सबैजना मिलेर बनाउनुपर्छ है। अब है यो नेता सेताको स्यालेरी छोडिदिउँ ल, नराखिदिउँ यिनीहरूको है। यिनीहरूको मन्त्रीहरूको कसैले त्यो अनि गाडी लाइनै हुन्छ, ट्याटारा टुट्टु गर्छ, पाएन अब तिनीहरूले, कसैले नै गर्न पाएन होइन, कसैले पाएन। अब यो नेपाली जनताको राज हो क्या यो होइन। पिपल वी आर द पावर, अब वी हेभ जस्ट गट द पावर। सो यो पावर सबै, यो शक्ति यो जनताको हुन्छ, अबदेखि पावर पिपलमा हुन्छ, हामी पिपलमा हुन्छौँ, हरेक नेपाली नागरिकमा हुन्छ है। म गराउँछु क्या, टेन्सन नलिनु। उच्च स्तरीय संविधान परिमार्जन अनि लास्टमा संविधान परिमार्जन गर्ने यसलाई, किनभने अब तपाईँको कस्तो हुँदो रहेछ भने मैले बुझेको छ भाइ, यति राख त, अलिक त्यो अफिसियल मागहरू त आउला कि ल, म लास्टमा गरिदिइहालेँ है। यो चाहिँ तपाईँको कस्तो हुँदो रहेछ, अब कतिजना बुझ्दैन क्या यो कुराहरू होइन, अफवाह फैलाइदिने क्या, अनि यो अलिअलि बुझाउनु पर्छ होइन। म यहाँ भाषण दिन आएको त होइन नि त होइन तपाईँहरूलाई होइन। सो मैले बुझाउनु खोजेँ सबैजनालाई, यो तपाईँको संविधान चाहिँ तपाईँको पुरै भयो भने होइन, हामीले अब खारेज गरिदिउँ भने चाहिँ तपाईँको विदेशी हस्तक्षेप हुँदो रहेछ, हुन सक्दो रहेछ भन्ने कुराहरू भयो क्या होइन। त्यही भएर यसमा चाहिँ अब सपोज तपाईँले एक तलाको घर बनाउनु भएको छ, अब मलाई घर बनाउनु पर्ने, तपाईँ एक तले घर डाङडुङ भत्काएर तपाईँले अर्को घर बनाउनु हजुरलाई कति समय लाग्छ, खर्च लाग्यो, रिसर्च चाहियो होइन, हरेक कुरामा तपाईँको खर्च चाहियो, एफर्ट चाहियो, म्यान पावर त्यही अनुसारमा चाहियो, त्यो हो नि त।
अब 2 तल्ला बनाऊँ न यसलाई, बरु झ्याल स्यालमा पेन्टिङ गरौँ होइन, राम्रो राम्रो बनाऊँ। त्यत्रो खर्च भएको छ होइन, हाम्रो पैसा हो नि त्यो त, हामीले बुझ्नुपर्छ नि त होइन। त्यत्रो खर्च भएको छ, त्यसलाई सबै मिलाएर पोतपात गरेर अब एउटा राम्रो घर बनाउने, राम्रो नेपाल बनाउने। अब तपाईँ हामीले सपना देखेको जस्तै नेपाल बनाउने। अब धन्यवाद हजुर। म सुन्नु एकैछिन पख्नु न, एकैछिन पख्नु गाइज, एकैछिन पख्नु। पत्रकार साथीहरू सुन्नु न, म फिल्डको मान्छे हो क्या होइन। म बिस्तारै के गरे ठिक छ सुन्नुहोस् न, म हजुर सबैजना एउटा कहाँ हो, यहाँ हो, एउटा अनुरोध के गरेँ नेपाली जनतालाई भने हाम्रो यहाँ धेरै यो किन हाम्रो प्रहरीहरू प्रशासनहरू निष्क्रिय रहेछ क्या। त्यही भएर टोलमा हामीले के गर्नु पर्यो भने सुरक्षा कमिटीहरू बनाएर आफ्नो टोलको हामीले आफै सुरक्षा गर्नु पर्यो है। होइन त्यो गऱ्यौँ भने लुटपाटहरू हुँदैन। अनि कुनै संरचनाहरू भत्काउन आँटेछ भने नभत्का, अर्काको सम्पत्ति भने त्यो बिचरा हाम्रो नेपाली नागरिकको सम्पत्ति हो नि त, नभत्का नगर भनेर भन्नु सक्ने चाहिँ अब चेतना चाहिँ हामीमा हुनुपर्छ है हजुर। सबैले त्यही ल हुन्छ। म अलिकति फिल्डमा जानुपर्ने छ कि, म एउटा क्वेसन लिएँ है हजुर। हजुर हजुर सरी, त्यसको लागि हामीले यो पत्रकार सम्मेलन गरेको होइन त्यसमा अहिले। अहिले होइन, मैले बुझेँ कि दाइ तपाईँको के छ भन्दाखेरि चाहिँ अहिले तत्काल इमर्जेन्सी निड के हो बुझ्नु पऱ्यो कि परेन? इमर्जेन्सी निड के हो त अहिले? अहिले त शान्ति सुरक्षा होला नि त। अहिले त मान्छेहरू तपाईँलाई थाहा छ रेपहरू भइरहेछ, कतिजना खुकुरी लिएर हिँडिरहेछ मान्छे। यो चाहेको हो कि होइन? अहिले त यो होइन नि तत्काल त। सो अहिले सुशासन चाहिरहेछ अहिले तत्कालको लागि। पछि के चाहिन्छ भने तपाईँको आवाज सुनिनु परेन र होइन? हामी सबैजना मिलेर बनाउँला। हामीले सबै जेन्जीहरूलाई एउटै कमिटीमा ल्याउने हो होइन। यो कतिजना तपाईँको यस्तो हुँदो रहेछ क्या पोलिटिकल, एकैछिन न, कतिजना पोलिटिकल पार्टीहरूको चाहिँ कस्तो हुँदो रहेछ, अब यो जेन्जी भने अब जो पनि जेन्जी, बुढा बाजे पनि लोरो टेक्दै आएर म पनि जेन्जी भन्दो रहेछ अहिले चाहिँ होइन। यस्तो त भएन नि त। तपाईँको त्यो लडाइँ भएको तपाईँलाई के प्रुफ छ कि के प्रमाण छ? त्यो जेन्जी नै हो हाम्रो आन्दोलनमा आएको भन्दा के प्रमाण छ? कुनै भातृ सङ्गठनहरू होला, उहाँहरूलाई पनि सम्झाउनु पर्ला हामीले। उहाँ त मेरो दाजुभाइ हो, जोसुकै होस्, नेताको छोरा नै होस्। त्यो के अरे यो हाम्रो भातृ सङ्गठनहरू के नेभी सङ्घ केहरू होइन, यिनीहरू हुँदो रहेछ नि त तपाईँको। उहाँहरू त मेरो दाजुभाइ नै हो नि त होइन। तर उहाँहरूलाई यो सचेत गराउनु पर्छ क्या हामीले, साथीहरू यस्तो होइन। अब देश बनाऊँ, अब सबैजना मिलेर देश बनाऊँ क्या, सबैजना मिलेर। म यति नै भनेँ ल है है। थ्याङ्क यू सो मच। म खट्नु पर्ने छ क्या, म खट्नु पर्ने छ। म पछि भन्छु नि, बरु हजुर मेरो रिप्रेजेन्टेटिभहरू छ है। मैले चाहिँ के भन्नु चाहेँ त्यसमा भने नि, हजुरलाई के लाग्छ म जस्तो मान्छे र हामी जस्तो भाइ बहिनीले प्रहरी प्रतिष्ठानको उयो बनाउनु सक्छ जस्तो लाग्छ होइन? एक्ज्याक्टली। त्यसमा हामीलाई विज्ञहरू चाहिला नि त, एक्सपर्टहरू चाहिला नि त। हाम्रो एक मिस्टेक अहिले तपाईँको भविष्य हुनेवाला छ क्या। हाम्रो हरेक कदम सोचेर चाल्नुपर्ने छ क्या, हरेक डिसिजन सोचेर चाल्नुपर्ने छ क्या। नेपाल प्रहरी हो। म के एउटा नागरिकले म तपाईँलाई भन्नु यो प्रहरी प्रशासन कसरी चल्नुपर्छ भनेर? यति मात्र हो कि प्रहरी प्रशासनमा जसरी ब्यागमा लगेर लिएर तपाईँको पैसाहरू दिइरहेछ, सानो हवलदारको दुःख होइन देखि माथिसम्मको होइन, त्यो सबै दुःखहरू बुझ्ने गरी हामीले यिनीहरूलाई बनाउनु पर्छ जस्तो लाग्छ मेरो चाहिँ त्यो हो। तर त्यो कसरी बनाउनु त उनीहरूको जिम्मा होला नि त होइन र? त्यो त म प्रहरी होइन नि त होइन। यो सुरक्षाहरूको कुराहरूमा उहाँहरूको निकायहरूले गर्छ र हामी एक्सपर्ट्सहरूको सल्लाह लिएर हामी जान्छौँ, किन हामी त गाइडेन्स चाहियो नि त। हामी त परिपक्व मान्छे त होइन नि त होइन। त्यही भएर यो सबै एक्सपर्ट्सहरूलाई राखेर उहाँहरूको सल्लाह सुझाव लिएर पब्लिकसँग नै कुरा बुझेर अनि बल्ल